मैले चाहिँ यहाँ आज चिकन करी बनाउँदैछु र यो चिकनलाई रातो हुने गरी फ्राई गर्ने तेलमा मात्र फ्राई गरिरहेको छु र यस पछाडि मैले यसमा यो प्याज राख्छु। चिकनलाई मजाले रातो हुने गरी फ्राई गर्नुपर्छ र चिकन यतिको ब्राउन भइसकेपछि अब चाहिँ हामीले यसमा मसलाहरू राख्न मिल्छ है। मसलाको लागि मैले यहाँ बेसार राख्दैछु। धेरै बेसार पनि राख्नु हुँदैन, त्यसले फेरि टेस्ट नमिठो गराउँछ। अनि यहाँ जिरा र धनियाँको धुलो त्यसलाई अझ राख्दैछु। अनि अब नुन पनि राख्दिने, धेरै नुन पनि नराख्ने। म यो चिकन सल्ट पनि हाल्छु के, यो वाला यो चिकन सल्ट पनि राख्छु। यसले टेस्टलाई एकदमै मिठो गराउँछ। यो पनि सल्ट नै हो के, धेरै पनि नराख्ने, फेरि टु सल्टी हुन्छ, त्यति भए पुग्छ। र यसलाई चलाइदिने। ब्राउन भइसक्यो चिकन र यसमा अब मैले राख्छु यो गार्लिक, जिन्जर गार्लिक पेस्ट। ठिक हो, आफूलाई कति मनपर्छ त्यति नै राख्ने। र त्यस पछाडि म यसमा यो हरियो प्याज सबै राखिदिन्छु। मलाई प्याज राखेको एकदम मनपर्छ, प्याजले मिठो बनाउँछ। र त्यस पछाडि चलाइदिने, मजाले चलाउने। यो चिकन चाहिँ 2 जनाको लागि मात्र हो है, त्यही भएर अलिक थोरै नै छ, तर 2 जनाको लागि चाहिँ एनफ नै हुन्छ। यसलाई एकछिन चलाइदिराख्ने। आज चाहिँ म यो चिकनमा पानी राख्दैछु। यो चाहिँ झोलवाला चिकन बन्छ के। मजाले चलाइदिने। र मसँग यहाँ टमाटर छ, टमाटर पनि राख्दिने। यति टमाटर पनि राखेपछि अब चाहिँ म यसलाई मजाले छोपिदिन्छु र ग्यास पनि सानो बनाउने। र यहाँ लास्टमा मैले चिकन पाकिसकेपछि हाल्नलाई भनेर यहाँ धनिया पनि रेडी गरेर राखेको छु। यसलाई बिस्तारा बिस्तारा छोप्दै चलाउँदै गर्न मिल्छ। वाउ, कस्तो राम्रो कलर आइसक्यो। फेरि छोपिदिने, बिस्तारा फेरि खोल्दै चलाउँदै गर्ने टाइम टाइममा। अलमोस्ट गोलभेडा पाक्न लागिसक्यो र गोलभेडा पाकिसकेपछि म यसमा अलिकति पानी राखेर अनि फेरि एकछिन पकाउने। अनि त्यस पछाडि अलरेडी अब चाहिँ हामीले ग्यासलाई अलिकति ठुलो बनाइदिन मिल्छ। मैले ठुलो बनाएको छु यही। पानी हालिदिने, आफूलाई कति चाहिने हो, रस कति खाने। आई थिङ्क द्याट्स एनफ होला है, सायद यति एनफ हुन्छ। अलिकति अझ राखिदिन्छु म। है, यो सबै राख्नु पर्यो। कस्तो राम्रो कलर आइसक्यो है। ओ याम, क्या मिठो।
चिकन पाक्यो। अब म ग्यास बन्द गरिदिन्छु। ल झोल चिकन चाहिँ यस्तो देखियो। यस्तो राम्रो भएको छ अनि एकदमै मिठो पनि भएको छ। बाई बाई।